हामीहरू राप्ती गाउँपालिकाको यो भुल्के भन्ने एउटा सुन्दर गाउँतिर जाँदैछौँ। यो गाउँ कस्तो हो भने न कोटमा छ, मतलब पहाडको टुप्पामा छ, न तराईमा छ। यो बिचको एउटा भाग हो, एउटा गाउँ हो, बिचको एरियामा बसेको एउटा सानो सम्म ठाउँमा बसेको सानो गाउँ हो। आज हामी यो गाउँको भ्रमण गर्दैछौँ। हामी मामा भान्जा, म चाहिँ विमल पौडेल, मेरो भान्जा चाहिँ सन्देश पोखरेल। आज हामी त्यहाँ चाहिँ स्विमिङ पुलको निरीक्षण गर्न, अवलोकन गर्न जाँदैछौँ। यो चाहिँ बाटो हो, हामी सानो हुँदाखेरि यहाँ चाहिँ गोरेटो बाटो थियो, गाई बाख्राहरू हिँड्ने, मान्छे हिँड्न पर्ने। अहिले चाहिँ यसलाई फराकिलो बनाइसकेको रहेछ, मोटर बाटो जस्तै। मोटर बाटो बन्ने चरणमा छ, पिच हुने चरणमा रहेछ। अनि यहाँ यताबाट चाहिँ यो सिङ्गे खोलो बगेको छ। यो सिङ्गे खोलो भन्छ यसलाई, जुन तल महेन्द्र राजमार्ग हुँदै नर्थतिर सिङ्गेको बिचमा जुन पुल छ त्यहाँ मुनिबाट बहन्छ यो खोलो। एकदम प्राकृतिक खोलो हो यो, बाह्रैमास यसमा पानी चाहिँ आउँछ। मूलको पानी हो यो, माथि पहाडबाट झर्ने मूलको पानी हो यो। यहाँ वरिपरि चाहिँ सालका रुखहरू प्रशस्त छन्, रमाइलो छ। यहाँको वातावरण रमणीय छ, चराहरूको आवत जावत चिरबिर चिरबिर बढी नै सुन्न पाइन्छ। अहिले चाहिँ अलिक कम भएको रहेछ, सायद बिहान हुँदैछ अहिले। एकदम राम्रो सुन्दर पहाड हो यो, हरियाली प्रशस्तै छ। यो जङ्गल चाहिँ देउकी सामुदायिक वनको नियन्त्रणमा छ। सामुदायिक वनको चाहिँ हो यो जङ्गल। यसको क्षेत्रफल चाहिँ 690 हेक्टर जति छ। पूर्वमा कालापानी, पश्चिममा नर्ती। यो बिचको चाहिँ भूभाग चाहिँ देउकी सामुदायिक वन अन्तर्गत पर्दछ। यहाँ चाहिँ ग्रामीण बिजुली विद्युतीकरण अन्तर्गत पहरुवाबाट चाहिँ लाइनहरू खिचेर यो चाहिँ भुल्के गाउँ पुर्याइएको छ। अत्यन्तै चाहिँ विकसित हुने चरणमा छ यो गाउँ। पहिला एकदम विकट मानिन्थ्यो, यति नजिक हुँदाहुँदै पनि राजमार्गदेखि। अहिले चाहिँ एकदम राम्रो हुँदैछ। सिङ्गे खोलो चाहिँ यहाँबाट बगेको छ, हामीहरूलाई तल जान अलिक कठिन भएको छ। म थोरै जुम गरेर देखाइन्छु। यो सबै मूलको पानी हो, यो मूलको पानी बगिरहन्छ बाह्रैमास यहाँनिर। अनि उता पहाडतिर चाहिँ एकदम घना जङ्गल छ। यहाँ बाघ भालु चितुवाहरू, मृगहरू, सारोहरू, विभिन्न किसिमका जनावरहरू, जङ्गल जनावरहरू छ्यापछ्याप्ती देख्न पाइन्छ। एकदम रमाइलो छ यो ठाउँ। साथीभाइहरू मिलेर घुम्न, ट्रेकिङ गरेर चाहिँ भुल्के गएर पिकनिक खानको लागि, स्विमिङ गर्नको लागि राम्रो छ। एक दुईजना मान्छेहरू पनि फ्याटेफुट जाने अनि क्रम जारी छ। यहाँ चाहिँ हामीहरू लगभग भुल्के गाउँको नजिक आइपुगेका छौँ। यो खोलो चाहिँ यहाँबाट चाहिँ उत्तर पहाडको ढिकतिर जान्छ र त्यहाँबाट यो खोलो बग्छ। अलि माथि चाहिँ रुने भन्ने ठाउँ छ, जहाँबाट चाहिँ यसको मेन मूल त्यहीँबाट फुट्दछ। रुने भन्छ, माथि सायद राजमार्गबाट थोरै पहिरो गएको जस्तो देखिने ठाउँ छ, ठुलो ठाउँ छ एउटा, प्रष्ट देखिन्छ। त्यहाँबाट चाहिँ यो पानी चाहिँ बगेर सिङ्गे खोला हुँदै राप्तीमा मिसिन्छ, राप्ती नदीमा। नमस्ते, मेरो नाम सन्देश पोखरेल। म चाहिँ मामासँग भुल्के घुम्न जाँदैछु। यो रहेको छ भुल्के गाउँ, रुखले छेकेको छ, पुरै देखिन्छ। ठिक छ भान्जा, हामी मामा भान्जा भएर चाहिँ भुल्के जाँदैछौँ आज है। एकदम राम्रो छ। यतातिर चाहिँ भुल्के गाउँका बासिन्दाहरू चाहिँ चौपाइरोहरू लिएर जङ्गलतिर चरन आउँदै हुनुहुन्छ। एकदम राम्रो छ।
हामी लगभग भुल्के गाउँ प्रवेश गर्ने मुखैमा आइसकेका छौँ। यहाँ चाहिँ बिजुलीको पोल अगाडि देख्न सक्नुहुन्छ। सायद यहाँ राम्रो छ यो ट्रान्समिटर हो बिजुलीको। यसको मतलब यहाँ चाहिँ मिलहरू सहजै चाहिँ चल्न सक्छन्। विकास चाहिँ धेरै राम्रो विकास भएको हो। यहाँ धेरै समयपछि सुरुवात भयो, तर द्रुत गतिमा युद्ध स्तरमा चाहिँ एउटा महत्त्वपूर्ण विकासको योजना चाहिँ पालिकाले, राप्ती गाउँपालिकाले सुरुवात गरेको छ। पर्यटन र बिजुली विद्युतीकरण। यो घरहरू सुरु भयो यहाँबाट। यी घरहरू हुन्। पशुपालन राम्रो छ यहाँ। बाख्रा, गाई, गोरुहरू, सुँगुर बङ्गुरहरू राम्रो छ यहाँनिर। अलिकति बाटो चाहिँ आरसिसी पनि भएको रहेछ। आज दाउरा खुलाइसक्यो नि। यो बाटो पुरै आरसिसी भएको रहेछ। घरहरू चाहिँ आरसिसीवाला घरहरू पनि प्रशस्त छन् यहाँ। मान्छेहरूको आम्दानी बढेसँगै घरहरू पनि पक्की बन्दैछन्। एकदम सुन्दर घर। दोकान यही हो क्या। लगभग 150-200 मिटर पार गरेपछि हामी चाहिँ पिकनिक स्पटमा पुग्छौँ, जहाँ चाहिँ मानव निर्मित एउटा स्विमिङ पुल छ, पौडी खेल्ने ठाउँ। प्रदेश सरकारले बनाइदिएको एकदम सुन्दर छ। र त्यसको पानी चाहिँ एउटा पिपलको बर्को रुख छ, त्यसको मुनिबाट चाहिँ ठुलो मूल फुटेर त्यहाँ झर्छ। त्यो पानी चाहिँ यो भुल्के गाउँलाई त्यो पानीले पूर्ण रूपमा सिञ्चित गर्दछ। यहाँ खेतीपाती पनि तोरीहरू तयार हुँदैछ। अत्यन्त राम्रो छ। बाख्राहरूको लागि डालाहरू छ, ज्योट। यहाँको मुख्य पशुपालन भनेको बाख्रा हो। यहाँ पहाडी घरहरू पनि प्रशस्त छन्। नमस्ते घरहरू नेपालको चाहिँ पहिचान नमस्ते घर नै हो। पहाडी घर भन्छ यसलाई। जङ्गलको नजिक भएको हुँदा चाहिँ जति पनि दाउराहरू पाइन्छ यहाँनिर। शौचालयहरू सबै घरमा शौचालयहरू छन्। खुल्ला दिसा पिसाब मुक्त गाउँ हो यो पनि पालिकाको। यो पानी तपाईँले देखिरहनु भएको छ, यो चाहिँ मूलको पानी हो। यति ठुलो मूल चाहिँ 12 महिना अटुट रूपमा बगिरहन्छ यहाँ। यो पहाडको घिचबाट चाहिँ यो मूल फुटेको छ। अनि यही मूलको जुन फुटेको स्थान छ, मूल फुटेको चाहिँ प्रमुख स्थान, मुख्य स्थान, त्यहीँनिर पुगेर हामीले तपाईँलाई सबै कुराहरू देखाउनेछौँ, अपडेट गराउनेछौँ। हामी एकदम नजिक पुगिसकेका छौँ। दोकान पनि छ। पर्यटकहरूको लागि चाहिँ, फिरन्तीहरूको लागि यो दोकानबाट सामानहरू किन्न सकिन्छ। यो पानी हेर्नुहोस् कति राम्रो, कति सफा कञ्चन पानी बगिरहेछ। रहर लाग्दो है। एकदम राम्रो ठाउँ छ है यो, होइन भन्छ?
एकदम एकदम बेस्ट प्लेस अफ राप्ती गाउँपालिका राप्ती रुरल म्युनिसिपालिटी दाङको राप्ती गाउँपालिका वडा नम्बर 5 भुल्के। यो गाउँ चाहिँ मैले पहिल्यै भनिसकेँ, न पहाडमा छ टुप्पामा, न फेदीमा तराईमा छ, यो बिचमा छ। यो बिचको एउटा भुल्को जस्तो ठाउँमा बसेको गाउँ भनेर यसलाई भुल्के भनिएको हो। यहाँ अलिकति सम्मो ठाउँ भएको हुनाले गाउँ बस्ती बसेको छ। एउटा रुख देखाउँछु है मैले तपाईँलाई। यो आँपको बुटो चाहिँ यहाँ देखियो बाटोमा, एकदम घना आँपको बुटो छ। हामी एकदम नजिक पुगिरहेछौँ। अब ती 2-4वटा घरहरू पछि पिकनिक स्पट आउँछ। राप्ती गाउँपालिकाको एउटा पर्यटकीय गन्तव्य हो यो पनि। यहाँ शनिबारदेखि लिएर चैत वैशाख जेठ असारसम्म पर्यटकहरू एकदम शीतल खान फ्रेस हुन चाहिँ यहाँ आउने गर्छन्, बाइकहरू कारहरू लिएर। तपाईँले सुनिरहनु भएको छ यहाँ कुलो छ है, मुलको पानी बग्ने आवाज थाहा पाउनु होला कति ठुलो आवाज छ, कलकल कलकल गर्ने है। यो ठाँटी घर हो यतातिरको, पुरानो स्टाइलको, पुरानो शैलीको। खेतीपाती प्रशस्त छ यहाँ, सानो सानो क्षेत्रफल भए पनि पारि चाहिँ घना जङ्गल छ। मान्छेहरूलाई एकदम सहज छ यहाँ चाहिँ, कृषकहरूलाई, खेतीपाती पशुपालन गर्ने कृषकहरूलाई। अब तपाईँहरूलाई मैले एउटा चाहिँ एकदम राम्रो चिज देखाउँदैछु यहाँको है। हामी नजिक छौँ भुल्के को पिकनिक स्पटमा पुग्नको लागि। मानव निर्मित आर्टिफिसियल स्विमिङ पुल पनि देखाउनेछौँ। म तपाईँलाई चाहिँ ब्याक क्यामेराबाट एउटा देखाउँछु है, एउटा चिज हेर्नुहोस् है। ल, फुलै फुलको खेती रहेछ यहाँ, हजारी फुल जसलाई सयपत्री पनि भनिन्छ। एकदम राम्रो, सायद यो कुनै व्यक्तिले गरेको हो कि यहाँको क्लबले गरेको हो। फुलको चाहिँ एउटा खेती पनि गर्नुभएको रहेछ, राम्रो छ। ल हेर्नु त यो मुलको पानी, यहाँ चाहिँ यसरी बगेको छ मुलको पानी, हेर्नु भएको छ नि, यस्तो पावर छ है। यो दुईतिरबाट बगेको छ, पल्लो बाटोको पल्लो साइडमा पनि बगेको छ, आवाज आइरहेछ, यताबाट पनि आवाज आइरहेछ। अब हामी एकदम नजिक छौँ। ल हेर्नुहोस् है, यहाँ बाटोमा बर्खा रुखहरू प्रशस्त छन्, हामीले पूजा गर्ने बर्खा रुखहरू। अनि हामी 2जना मामा भान्जाहरू लगभग नजिक पुग्दैछौँ। हेर्नुहोस् है, आज देउकी सामुदायिक वनले चाहिँ वन पैदारहरू खुल्ला गरेको हुँदा गाउँका मान्छेहरू चाहिँ पहर, पत्थरगढुवा, सग्रापुर, बग्रापुरदेखि यहाँसम्मका मान्छेहरू चाहिँ वन पैदार काट्नको लागि आएका छन्। यो चाहिँ 3-4 महिनामा एक दुईपल्ट खुल्दछ, बाँकी समय चाहिँ पुरै संरक्षणमा चाहिँ जान्छ। जङ्गल चाहिँ जो संरक्षित छ भन्नुपर्छ। यहाँ ठुला ठुला रुखहरूले चाहिँ ढाक्ने क्रम जारी छ, रुखहरू बढ्ने क्रममा छन्। र हेर्नुहोस् है, यो जङ्गल हो, यो जङ्गलदेखि यो पहाडी चाहिँ कालापानी गाउँ सुरु हुन्छ। त्यहाँबाट चाहिँ माथिल्लो कोटोको गाउँ करङ्गेकोट गइन्छ। र हाम्रा दाइहरू चाहिँ दाउरा काटेर आउँदै हुनुहुन्छ, दाउरा बोकेर। यो चाहिँ स्विमिङ पुल हो सायद, हामी अहिले तपाईँहरूलाई देखाउँदैछौँ। यो अहिले बाटोदेखि देखाएको हो। अहिले हामी अन द स्पट पुगेर चाहिँ देखाउनेछौँ तपाईँहरूलाई स्विमिङ पुल। एकदम राम्रो छ अरे भन्ने सुनेर हामीहरू चाहिँ आएको हो। अहिले जाडो छ, स्विमिङ गर्न त नमिल्ला,
तर चाहिँ एकदमै पक्कै पनि यहाँ पौडी खेल्न चाहिँ हामी आउनेछौँ। ल हेर्नुहोस् त पानीहरू बगेको छ माथि पुलनेरबाट। यसको बारेमा अहिले सम्पूर्ण जानकारी तपाईँहरूलाई दिने नै छौँ। ल यो सूचना बोर्ड हो, तपाईँहरूले चाहिँ यो सूचना राम्रोसँग पढेर यहाँ पिकनिक गर्न आउन सक्नुहुन्छ। एकदम प्राकृतिक सुन्दरताको बिचमा रहेको यो पिकनिक स्पट हो। चिसो हावा चल्छ यहाँनिर। तराईको गर्मी छल्न यदि यहाँ आउनुभयो भने अथवा घाम खान आउनुभयो भने तपाईँ पूर्ण रूपमा सन्तुष्ट हुनुहुनेछ। यहाँ एउटा मन्दिर पनि छ माथि ढिकमा, एकदम राम्रो छ। अहिले समय मिले हामीले तपाईँलाई त्यो पनि देखाउनेछौँ। सानो मन्दिर चाहिँ देख्नु भएको होला होइन। ल अब हामी यहाँ चाहिँ पिकनिक स्पटमा चाहिँ प्रवेश गर्दैछौँ। हामी 2 जना मात्रै छौँ आज यहाँ। ल हामीहरू चाहिँ गेटबाट भित्र छर्यौँ। यहाँ एउटा 2टा 3टा 4वटा चाहिँ पिकनिकको लागि चाहिँ बनाएका टहराहरू रहेछन्। एउटा पिकनिकको लागि एउटा टहरा इनफ हुन्छ। एकदम राम्रो छ। हामीले चाहिँ यही टहरामा पिकनिक गरेका थियौँ 2 वर्ष अगाडि। यो चाहिँ खोल हो, यो बर्खामा चाहिँ आउँछ। ठुलो पानी बग्छ तर चाहिँ हिउँद र गर्मीमा खासै पानी हुँदैन यहाँ। अनि योदेखि अलिकति मुनिबाट चाहिँ ठुलो मूल छ। त्यही मूलमा आधारित भएर चाहिँ प्रदेश सरकारले यहाँ चाहिँ स्विमिङ पुल बनाएको छ। त्यो अहिले हामी तपाईँहरूले देखाउने नै छौँ है। ल हेर्नुहोस् है साथीहरू, एकदम राम्रो छ यहाँनिर। बोट बिरुवाहरू, हरियालीहरू, निलो आकाश, घना जङ्गल, खोलो है, सबै चिजहरू यहाँ उपलब्ध छ। तपाईँहरू आउनुलाई एकदम सुन्दर शान्त ठाउँ छ यो पिकनिक गर्नको लागि, घुम्न फिर्नको लागि, मनलाई चाहिँ शान्त बनाउनको लागि यहाँ आउनुलाई। चिसो हावा चलिरहेछ अहिले, एकदम राम्रो छ यहाँ है। अब हामी तपाईँलाई एकछिनपछि पिकनिक स्पट देखाउँछौँ, के अरे पौडी खेल्ने स्विमिङ पुल देखाउँछौँ। पिकनिक स्पट त यही हो, यो पिकनिक गर्ने ठाउँ हो यो। पकाउन, बसेर खान, नाचगान गर्न यहाँ बिजुलीको पनि व्यवस्था छ। हेर्नुहोस् त है। तपाईँले मोबाइल चार्ज गर्ने हो कि लाइट बाल्ने हो कि लाइटहरू पनि छ। रातिमा गर्ने हो भने पनि ठिक छ। बसेर साथीभाइ बसेर मस्तसँग खाएर रमाइलो गर्ने ठाउँ राम्रो छ। चारैतिर फेन्सिङ छ। जङ्गली जनावरहरू इजिली चाहिँ सजिलै यहाँ प्रवेश गर्न पाउँदैनन्। त्यही भएर तपाईँ निर्धक्कसँग रातभरि पिकनिक गरेर ओछ्यान बिछाउन लगाएर यहीँ पनि सुत्न सक्नुहुन्छ। एकदम राम्रो छ यो है, अति राम्रो अति राम्रो। एउटा ठुलो ढुङ्गा छ यहाँनिर, बर्को बुटो पनि छ है। यो ढुङ्गामा बसेर चाहिँ के अरे फोटोसोटो खिचाउन, चिसो खानको लागि अति राम्रो छ यो ठुलो ढुङ्गो है यो। अनि यहाँ चाहिँ तपाईँहरूलाई टोयलेटको पनि व्यवस्था छ, चर्पीको व्यवस्था, शौचालयको व्यवस्था। शौच गर्न मन लागेपछि तपाईँहरू भित्र जान सक्नुहुन्छ। राम्रो छ। पानीको पनि व्यवस्था छ। माथि ट्याङ्की देख्नु भएको होला, ट्याङ्की पनि छ। 500 लिटरको क्षमता रहेछ ट्याङ्कीमा। एकदम राम्रो छ यो पनि है। ठुलो रहेछ, सायद लेडिज र जेन्ट्स छुट्टा छुट्टै होला। एकदम राम्रो म्यानेजमेन्ट छ। अब हामीहरूले तपाईँहरूलाई चाहिँ स्विमिङ पुल देखाउँछौँ। यहाँको सबैभन्दा राम्रो विशेषता, अट्र्याक्सन भनौँ, मान्छेलाई आकर्षित गर्ने चाहिँ यो गर्मीको सिजनमा धेरै मान्छेहरू यहाँ चाहिँ आउनुहुन्छ पौडी खेल्नको लागि। मूलको पानीमा पौडी खेल्नको लागि है। त्यो मूल अहिले हामी तपाईँहरूलाई देखाउनेछौँ। एकदम राम्रो छ है, होइन भन्छ? एकदम राम्रो छ एकदम। ल हामीहरूले तपाईँलाई देखाउनेछौँ मूलको पानी। ए हामी कहाँ देखेर यसले हामीलाई लखेर्न खोजेको थियो होला। ल निक्ल्यो ठिक छ ठिक छ। भएको र लङ लाउनु भयो। ए ठिक छ।
ल ठ्याक्क बाख्रा नछेर्यो नि त यो सिद्धेन अब मान्छे त अब ताल लाइन छिरिहाल्छन् बोलाउ त तिमीले बोल्या बुझ्छन् कि त्यो बाख्राको साथी हो नि होइन ल अब हामीहरू यहाँ मन्दिर जाँदैछौँ माथि हाम्रो भान्जाले चाहिँ मन्दिर जान मन गरे अब गेट खोलेन यतैबाट छिरिहालेँ है म यहाँनिर सिँढीको व्यवस्था गरेको छ मान्छेहरूलाई चाहिँ चढ्न सहज होस् भनेर होला एकदम राम्रो छ मन्दिर तपाईँले देखिरहनु भएको छ पछाडि मन्दिर पनि देखाउँछौँ यहाँ पानी ट्याङ्कीको व्यवस्था पनि रहेछ सायद यो तल पिकनिक स्पटका मान्छेहरूलाई चाहिँ सप्लाई गर्ने पानी हुनुपर्छ यो सुन्दर मन्दिर यहाँनिर हामीले तपाईँलाई देखाइसकेका छौँ अति राम्रो डिजाइनको रहेछ है यो मन्दिर हेर्नु होला चप्पल छोडा है जय शिवशङ्कर सबैको रक्षा गर यहाँ चाहिँ सहयोगी दाताहरूका चाहिँ नामहरू लेखिएको रहेछ धेरै सहयोगी दाता हुनुहुँदो रहेछ यहाँ है मान्छेहरू अनि सायद यता यो पूर्व साइडतिर दक्षिण पूर्व साइडतिर चाहिँ ढोका छ ठुलो घन्टा पनि रहेछ यहाँनिर अहिले ढोका बन्द छ हामीले हेर्न चाहिँ मिल्दैन झ्यालहरू चाहिँ राख्नु भएको रहेछ यहाँ माथिबाट भेन्टिलेटर चाहिँ छ है अब नखोलेको हुनाले भित्रको चिज चाहिँ हामीले मन्दिरका मूर्तिहरू चाहिँ देखाउन नसक्ने भयौँ ल हेर्नुहोस् है साथीहरू मैले तपाईँहरूलाई यहाँबाट चाहिँ यो पहाडको दृश्य चाहिँ देखाउन गइरहेको छु एकदम राम्रो सुन्दर दृश्य छ यहाँ पहाडको यो पिकनिक स्पटदेखि माथि उत्तरतिरको यो पहाड हो यो माथितिर चाहिँ थकरीकोट गाउँ पर्दछ पुरानो गाउँ हो त्यो पनि पहिला तराईमा चाहिँ औलो लाग्दाखेरि मान्छेहरू चाहिँ माथि बसाइसकेर माथि बस्ने गर्थे अहिले चाहिँ धेरै मान्छेहरूको तलतिर बसाइसराई भइसकेको छ यो हरियो पहाड छ तलैसम्म हेर्नुहोस् त अनि यता पनि पहाड छ पूर्व उत्तर साइडतिर अनि यो बिचमा चाहिँ एउटा भुल्को जस्तो समथर भागमा चाहिँ बस्या हुनाले यसलाई भुल्के भनिएको हो एउटा भुल्को जमिनको भुल्कोमा बस्या हुनाले यो भुल्की भयो यहाँ कम्ती पनि लगभग 100-150 घरहरूको बसोबास छ युवाहरू प्राय बाहिरतिर पलायन हुनुहुन्छ रोजगारीको सिलसिलामा जागिरको सिलसिलामा वैदेशिक यात्राको सिलसिलामा गाउँहरूमा चाहिँ दसैँ तिहारमा मान्छेहरू चाहिँ प्रशस्त आउनुहुन्छ अनि पछि सबैजनाहरू कमाउन जाने आफ्नो रोजीरोटीको लागि बाहिर जाने गर्नुहुन्छ यहाँका युवाहरू मेरा पनि धेरै साथीहरू हुनुहुन्थ्यो यहाँ सबै बाहिर हुनुहुन्छ अन्त खासै चिनिजानेको मान्छेहरू यहाँ मैले देखिनँ है ल यो सुन्दर दृश्य हेर्नुहोस् त पहाडको यहाँ चाहिँ खटिया राखेर दिनभरि सुतम भन्ने जस्तो ठाउँ छ क्या यहाँ म एकचोटि ब्याकबाट देखाउँछु है तपाईँलाई एकदम राम्रो छ सुन्दर छ होइन भान्जा एकदम राम्रो छ यहाँ फुलहरू पनि छन् तपाईँ हेर्न सक्नुहुन्छ यहाँ फुलहरू फुलेका छन् चिसो छ यहाँ बाह्रैमास हरियाली हुन्छ चिसो हुन्छ एकदम राम्रो छ सिमसार जमिन जस्तो छ यहाँ माथि पहाडको मूल रसाएर होला एकदम शान्त सुन्दर है अब हामीहरूलाई तल यहाँदेखि मैले जुन देखाइरहेको छु यहाँ तल चाहिँ बरी पिपलको रुख छ म तपाईँहरूलाई चाहिँ त्यहाँ कसरी मूल फुटिरहेको छ र त्यो मूलले कसरी एउटा स्विमिङ पुलको निर्माण गरिरहेको छ देखाउने छु एकछिन वेट गर्नु होला हामी जाँदैछौँ त्यतातिर अब हामी चाहिँ तलतिर झर्दैछौँ यो पुल लिएर
खानेपानी के अरे खानेपानीको मूल लिएर के तपाईँलाई त्यो मूल पनि देखाउने छौँ। यो झर्नीबाट जुनबाट हामी चढेको थियौँ यहाँ गेट छ। अब हामी गेट खोल्नतिर लागेनौँ, यस छेउबाट चाहिँ जान्छौँ। नेपाली बानी यही त हो होइन, कसले दुःख गर्छ बेकार है। हामी यो पिकनिक स्पट छिर्ने मूल गेटबाट थोरै तल झरेर यहाँबाट चाहिँ हामी जानेछौँ मूलमा। ल हेर्नुहोस् है साथीहरू, यो चाहिँ हामी मूलमा जाँदैछौँ। यो खोलो हो, प्रशस्त ढुङ्गाहरू छन् यहाँ, फलामे ढुङ्गाहरू, एकदम चाहिँ प्रकृतिको चाहिँ देन भनौँ, सुन्दरता। सायद यसमा ठुलो पानी बग्ने भए कति रमाइलो हुन्थ्यो होला, तर यसमा खासै पानी आउँदैन। हामीहरूले तपाईँलाई चाहिँ यो स्विमिङ पुल देखाउँदैछौँ है। ल हेर्नुहोस्, यति ठुलो मूल आउँछ यहाँ है। ल यति कतिवटा छन्, एउटा दुईवटा तिनवटा चार पाँच छ सातवटा चाहिँ धाराबाट निरन्तर पानी बगिरहन्छ यहाँ। पारी पनि रहेछ 8वटा। यो हाम्रो भुल्केको स्विमिङ पुल यही हो, सानो छ तर यो मूलको पानीबाट निर्मित यो स्विमिङ पुल हो। ल हेर्नुहोस् त, ल यो भुल्केको स्विमिङ पुल हो। यो प्रदेश सरकारले चाहिँ 10 लाख 15 लाख कति खर्च गरेर चाहिँ बनाएको स्विमिङ पुल हो। अत्यन्तै राम्रो छ, हेर्नुहोस् कति सुन्दर छ। सानो छ तर अति राम्रो, अति फ्रेस मूल हो यो। हेर्नुहोस् यहाँबाट मूल झरिरहेको छ। यो सानो इन्टेक हो, त्यो इन्टेकबाट मेन स्विमिङ पुलमा चाहिँ पानी खसिरहन्छ, चिसो पानी, सफा शुद्ध पानी। अनि यहाँ चाहिँ बरको रुख छ माथि है। यो त घाम पनि लाग्दो रहेछ स्विमिङ पुलमा, कति राम्रो छ। अब त्यो चाहिँ अलिकति रेक्टेङ्गल मिलेको साइजमा चाहिँ छैन, किनभने जग्गाको अभाव भएर होला। सानो छ तर पौडी खेल्नलाई अति राम्रो छ है यो। हामी तपाईँलाई मूल देखाउँछौँ। यहाँ मूललाई चाहिँ फेन्सिङ गर्नुभएको रहेछ, तार पार गरेर भित्र सुरक्षित राख्नु रहेछ। ल हेर्नुहोस् साथीहरू, यही हो यहाँको मूल। त्यो बरको फेद छ, त्यो फेदबाट चाहिँ ठुलो मूल बगेको छ। यो मूलले चाहिँ भुल्के गाउँलाई पुरै सिञ्चित गर्दछ र बढी भएको पानी सिङ्गे खोलामा मिसिन्छ, जुन तल हाइवेदेखि मुनि बग्दछ। ल हेर, यति ठुलो मूल छ यहाँनिर, अति राम्रो, अति सुन्दर, अति प्राकृतिक मूल हो यो। यहाँ चाहिँ जनै पूर्णिमामा हामी तल्ला तराई गाउँका धेरै ब्राह्मणहरू, क्षेत्रीहरू यहाँ चाहिँ नुहाउन आउँछौँ, जनै धारण गर्नको लागि, सफा शुद्ध हुनको लागि। त्यो जराबाट, त्यो बरको जराबाट ठुलो मूल निस्केको छ। अति राम्रो, अति सुन्दर, अति पवित्र यो पानी चाहिँ यहाँ झर्दछ माथि पहाडको। अति मिठो पानी छ है यो, हेर्नुहोस्। अब यतातिर चाहिँ यता रुख पनि देखाइसकेँ मैले, पिपलको रुख देखाइसकेँ तपाईँहरूलाई अहिले। यो पिपल रुख हो, यो बरको रुख हो, जहाँबाट चाहिँ मूलको पानी चाहिँ निस्किन्छ बरको फेदीबाट, बरको जरानेरबाट। अनि यो सानो इन्टेकमा चाहिँ पानी खस्दछ यो मूलबाट, बरको रुखबाट। अनि यो इन्टेकबाट चाहिँ यसमा ठुलो स्विमिङ पुलमा झर्दछ। यहाँ चाहिँ पौडी खेलिन्छ एकदम। अनि त्यसपछि यो पानी चाहिँ फोहोर पानी भनौँ, अथवा चाहिँ पानी रिन्यू भएर चाहिँ यो 8वटा धारा मार्फत चाहिँ यो बगेर तल खोलामा झर्दछ। अनि खोलाबाट यहाँका मान्छेहरूले बाँधहरू बाँधेर तपाईँको सिँचाइको लागि चाहिँ गाउँ गाउँमा पुर्याउनुहुन्छ तल। 1-1.5 चाहिँ घरधुरी छ यहाँ, प्रशस्त हुन्छ यो पानी गाउँको लागि। यही हो साथीहरू। आज तपाईँहरूलाई हामीले यो भुल्के गाउँको बारेमा केही कुराहरू देखायौँ, केही कुरा भन्यौँ। तपाईँहरूलाई यदि समयको अभाव छैन, समय प्रशस्त छ, खाली समयमा चाहिँ यसो माइन्ड फ्रेस गरौँ भनेर आउनुहुन्छ भनेपछि यो ठाउँ अति उत्तम ठाउँ हो, जहाँबाट पनि तपाईँ आउन सक्नुहुन्छ। राप्ती एरिया लमैसम्म होइन, एउटा बाइकमा चढेर पनि आउन सक्नुहुन्छ। बाटो राम्रो छ, कार पनि आउँछ, बोलेरो पजेरो सब आउँछ।
है आउनु होला। आज हामी मामा भान्जाहरू चाहिँ घुम्न आएका थियौँ र यो एउटा सानो ब्लग बनाएर चाहिँ युट्युबमा हालौँला भनेर चाहिँ यो बनाएको हो। पछाडि यो मूलको बारेमा केही इन्फर्मेसनहरू छ, म तपाईँहरूलाई सेयर गर्न गइरहेको। यो इन्फर्मेसन हेर्नुहोस्, यो पढ्नु होला, राम्रो छ। के जानकारी छ सबै जानकारीहरू यहाँ तपाईँहरूलाई दिएको छ है। यो चाहिँ राम्रोसँग पढेर आउनु होला। यहाँको बारेमा सम्पूर्ण जानकारीहरू दिएको छ। यहाँ यो एरियाको बारेमा डिस्क्राइब गरिएको छ, मुलको बारेमा, स्विमिङ पुलको बारेमा है। अब हामी अर्को कुनै ठाउँको ब्लग बनाएर चाहिँ तपाईँहरूमा फेरि आउनेछौँ। अहिले चाहिँ हाम्रो समय सकिएको छ। अब एकछिन हामी मनोरञ्जन गर्छौँ यहाँनिर है। ल बाई बाई बाई।